यो कारागारको सुधारका विषयमा अलिकति मैले आफूले अगाडि नै यो कैदी बन्दीहरूलाई शारीरिक श्रममा लगाउन सकिने विषयमा हाम्रो फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 को दफा 31 को विषयमा मैले पहिले पनि ध्यान आकर्षण गराएको थिएँ। 3 वर्ष वा 3 वर्षभन्दा बढी कैद सजाय पाएका व्यक्तिहरू जो शारीरिक रूपले एकदमै सक्षम हुनुहुन्छ, जो काम गर्नको लागि शारीरिक हिसाबले काम गर्नको लागि त्यो चाहिँ सक्षम हुनुहुन्छ, उहाँहरूलाई काममा लगाउन विकास निर्माणका कामहरूमा चाहिँ लगाउन सकियो भनेदेखि हामीले यो हिसाबले चाहिँ यो जुन उहाँहरूलाई चाहिँ सुधारको बाटोमा लिएर जाने, उहाँहरूलाई चाहिँ भोलि समाजमा चाहिँ पुनर्स्थापित गर्ने भनेर भनिराखेका छौँ। त्यसतर्फ चाहिँ एउटा बाटो हुनसक्छ। अहिले नियमावली संशोधन भएको छ, अहिलेको 83 को नियमावलीले काममा लगाउन सक्ने भनेर चाहिँ भनेको छ। तर त्यो काममा लगाउन सक्ने भनेर भन्दै गर्दाखेरि चाहिँ उद्योगहरूमा लगाउन सक्ने, तर सीमित हिसाबले मात्रै चाहिँ त्यो काममा लगाउन सक्ने भनिएको छ। यो दफा 31 को चाहिँ कार्यान्वयनतर्फ पनि म ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै गरी यो तथ्याङ्क हेर्दै गर्दाखेरि चाहिँ अलि बढी लागु औषध सँगसँगै चाहिँ जबरजस्ती करडीका मुद्दाहरूमा चाहिँ कैदीहरू थपिएको भनेर चाहिँ यो तथ्याङ्कले बताएको छ। जहाँसुकै कारागारमा त्यसैभरि हेर्दाखेरि चाहिँ क्षमताभन्दा बढी कैदी बन्दीको कुरा हामीले जहाँसुकै गरेका छौँ। अब क्षमताभन्दा बढी राख्दाखेरि चाहिँ अन्यत्र सार्ने लैजाने कुरा यो सँगसँगै केसँग जोडिएको छ भने अघि सचिवज्यूले नि उहाँले पनि राख्नु भएको छ, यो कैदकट्टी अनि वृद्धहरू अनि त्यसपछि गएर ज्येष्ठ नागरिक, यो मुख्य कुरा कैदकट्टीको कुराहरू सबै कारागारमा हामी जाँदाखेरि पनि उठाउनु भएको छ। त्यो रोकिएको छ। त्यसलाई तुरुन्तै अब कुन मैले अघि नै भनिसकेँ कुन सरकारवाला मन्त्रालय हो, कानुन गृह, अब कारागार, त्यसपछि गएर प्रहरी प्रशासन होइन, कहाँबाट हो यसलाई चाहिँ छिटै गरेर यसलाई सुरुमा निर्णय गऱ्यौँ भनेदेखि अनि क्षमताभन्दा बढी जो भनिएको छ त्यसमा अलिकति सहजता आउँछ। नम्बर 1। नम्बर 2, जगन्नाथ देवलमा हामी अनुगमनको क्रममा नि गएका थियौँ। यदि धेरै अब 80, 85, 90 वर्षसम्मको चाहिँ त्यहाँ थुनुहरू हुनुहुन्छ, वृद्धहरू हुनुहुन्छ, ड्राइपट लाउनु भएको छ, अर्काले स्याहार गर्नुपर्छ। त्यहाँ नाइके भाइ नाइकेको एउटा चाहिँ पारदर्शी नियुक्तिमा चाहिँ पारदर्शी एकै व्यक्ति त्यो भइरहँदाखेरि र त्यहाँ बयान दिँदाखेरि नि नाइके भाइ नाइकेहरू सँगै बसेर गर्ने भन्ने कुराहरू छन्। त्यसले पनि धेरै समस्याहरू बुझेको जस्तो छ। प्रष्ट रूपमा स्वतन्त्र रूपमा आफ्नो भावनाहरू राख्न त्यहाँ वञ्चित गरेको छ। र गृहमन्त्रीज्यू भएको हुनाले अहिले धेरै यी कुरा साथीले मान्यज्यूले पनि उठाइसक्नुभयो। र वास्तवमा अहिले सबभन्दा पहिला सुन्ने कुरा हुनुपर्ने, सुन्नुभन्दा पहिला ठुने कुराहरू भएछ। र धेरै अदालतले पनि छोरी पनि रहेछ। अहिलेसम्म चाहिँ जति पनि पक्रेका छन्, ठुनेका छन् र छोडेका छन्, र त्यो चाहिँ नहोस्। र विशिष्ट रूपमा त्यो रिपोर्ट हेरेर त्यसमा अध्ययन अनुष्ठान गरेर होस् र अनि दोहोरो अनुष्ठान पनि गर्नुपर्छ भन्ने मेरो पनि त्यो भनाइ छ। र हिजो मात्र चाहिँ होल्डिङ सेन्टर यो भक्तपुरको कृषि तालिम भवनमा एकजना सुसाइड गरेछ। अस्ति 3 जना सुकुम्बासीहरू शहादत प्राप्त गरिसकेको छ। र अस्ति सिरोटारमा पनि यो एकजना मारियो भन्ने कुराहरू छन्। त्यहाँ अब मरे कि मारे त्यो चाहिँ त्यसो सिसिटिभीले एकदम प्रष्ट रूपमा राखेको छ र यसमा अनुसन्धान भइरहेछ। त्यो पनि मेरो विचारमा एकपल्ट अनुगमन गरौँ भनेर हाम्रो मैले अनुरोध पनि गरेको छु। र यसमा अरूमा त्यस्तो घटना नहोस्, त्यो जति भयो अहिले अरू चाहिँ घटना नहोस् भनेर म अनुरोध गर्छु। हस् त, धन्यवाद।